हाम्रो देश नेपाल सुन्दर पहाड, गाउँ बस्ती र विविध संस्कृतिले भरिएको छ। तर यी सुन्दर ठाउँहरूमा एउटा साझा चुनौती छ। आपतकालीन स्वास्थ्य सेवामा पहुँच अत्यन्तै कठिन। घर गाउँहरू छरिएका छन्। कुनै पनि घटना, विपद, महामारीको अवस्थामा सबै ठाउँमा स्वास्थ्य सेवा पुग्न कठिन छ। नेपालका अधिकांश ग्रामीण बस्तीहरू कुनै पनि सार्वजनिक अस्पतालबाट 3 घण्टाभन्दा टाढा छन्। एम्बुलेन्सले पुग्नुपर्ने औसत दूरी 55 किलोमिटर भन्दा बढी र यात्रा समय 2 घण्टाभन्दा पनि बढी तय गरेर मात्र अस्पताल पुग्ने कुरा अध्ययनहरूले देखाएको छ। आपतकालीन अवस्थामा सबैभन्दा महत्त्वपूर्ण समय सुनौलो घण्टा, द गोल्डन आवर भनेर बुझिन्छ। यो समयमा सही उपचार गर्न सकियो भने धेरैको ज्यान बचाउन सकिन्छ। तर नेपालमा औसत पूर्व अस्पताल उपचार समय 6 घण्टाभन्दा बढी छ। धेरै रोग र चोटपटक जस्तै कार्डियक अरेस्टमा घटनास्थलमा भएको प्राथमिक सहायता जस्तै CPR जीवन बचाउन निर्णायक हुन्छ। WHO तथा अन्य स्वास्थ्य निकायहरूको तथ्याङ्कले देखाए अनुसार विश्वभर प्रत्येक वर्ष लाखौँ मानिसहरू आकस्मिक रोगहरू जस्तै मुटुको अरेस्ट तथा अन्य आपतकालीन अवस्थाका कारण ज्यान गुमाउँछन् र तीमध्ये धेरैजसो मृत्यु प्रारम्भिक चरणमै समयमै र प्रभावकारी व्यवस्थापन नहुँदा हुने गरेको छ। नयाँ अध्ययनअनुसार यदि CPR 10 मिनेटभित्र सुरु गरियो भने मृत्युको जोखिम र मस्तिष्क क्षति दुवै घटाउन सकिन्छ। यदि घटनास्थलमा रहेका सामान्य व्यक्तिहरूले तुरुन्त CPR सुरु गर्छन् भने जीवित रहन सक्ने सम्भावना दोब्बर वा 3 गुणा बढ्छ। 3,50,000 भन्दा बढी कार्डियक अरेस्ट वार्षिक रूपमा अस्पताल बाहिर यानि कि आउट अफ हस्पिटल हुन्छन्। तर सबैभन्दा दुःखद कुरा, करिब 60% भन्दा बढीले घटनास्थलमा तुरुन्त सहायता पाउँदैनन्। अध्ययनहरूले देखाउँछ कि लगभग 40% मात्रलाई समुदायमा CPR प्राप्त हुन्छ। प्रत्येक मिनेटमा CPR नदिएमा जीवित रहने सम्भावना लगभग 7 देखि 10%ले घट्छ। यही कारणले जन्मियो सामुदायिक प्रथम स्वास्थ्य प्रतिकार्यकर्ता कम्युनिटी फर्स्ट हेल्थ रेस्पोन्डर्स CFHR तालिम। समुदायमा हुने आपतकालीन स्वास्थ्य समस्या, घटना, दुर्घटना तथा विपदमा स्वास्थ्यकर्मी नआउन्जेलसम्म बिरामी वा घाइतेलाई जीवन रक्षाका आधारभूत सिप प्रयोग गरेर सहायता गर्न सक्ने तालिम प्राप्त व्यक्तिलाई नै सामुदायिक प्रथम स्वास्थ्य प्रतिकार्यकर्ता CFHR भनिन्छ। सामुदायिक प्रथम स्वास्थ्य प्रतिकार्यकर्तालाई आफ्ना गाउँ समुदायको संरचना, जनस्वास्थ्य प्रणाली र स्थानीय जोखिमको राम्रो ज्ञान भएकाले कुनै महामारीको सङ्केत देखिएमा सम्बन्धित निकायमा खबर गर्ने, आपतकालीन अवस्थाको खबर छिटो समन्वय गर्ने र घाइतेको अवस्था स्थिर बनाउन अत्यन्त प्रभावकारी हुन्छन्। नेपाल सरकार स्वास्थ्य मन्त्रालय र स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले अस्पताल पूर्व सेवाको महत्त्वलाई आत्मसात गर्दै राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रलाई यो तालिम प्याकेज बनाउन अनुरोध गरेको थियो। कोभिड-19 महामारी, भूकम्प, बाढी पहिरो, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अभाव र अस्पताल पुग्न ढिलो हुँदा हुने मृत्युको घटनाहरूले समुदायमै दक्ष व्यक्तिहरू तयार गर्नुपर्ने माग बढायो। अस्पताल र घरको यो दूरी कम गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रलाई समुदायको सिप बढाउने तालिमको विकास गर्न अनुरोध गरेको थियो। समुदायमा घट्ने विभिन्न घटना तथा दुर्घटनाबाट सिर्जित स्वास्थ्य आपतकालीन अवस्थामा बिरामी अथवा घाइतेलाई अस्पताल तथा स्वास्थ्य संस्था पुर्याउनु अघि घटनास्थलमै प्रतिकार्य गरी आधारभूत जीवन रक्षा गर्न मद्दत गर्न सक्ने सिपयुक्त जनशक्ति उत्पादन गर्ने हेतुले सामुदायिक प्रथम स्वास्थ्य प्रतिकार्यकर्ताको 3 दिने तालिमको व्यवस्था गरिएको छ। CFHR किन आवश्यक छ? सबैभन्दा पहिलो जिम्मेवारी जीवन बचाउनु हो। स्वास्थ्यकर्मी नपुगुन्जेल घाइते वा बिरामीलाई स्थिर राख्न सकिने सिप यिनै समुदायका जीवन रक्षक हुन्। दोस्रो, थप चोटबाट बचाउने, घाइतेलाई नचल्ने गरी राख्ने, खतराबाट हटाउने, सुरक्षित ठाउँमा सारिदिने यी साना तर महत्त्वपूर्ण कदमहरूले धेरै ठुलो दुर्घटना रोक्न सक्छ। तेस्रो, पीडाको न्यूनीकरण, सान्त्वना दिने, न्यानो कपडा ओढाउने, घाइतेको कुरा सुन्ने, मानसिक र भावनात्मक सहयोग आदि सानो सानो प्रयासले घाइतेलाई शान्त राख्न ठुलो मद्दत गर्छ। यसले पीडा पनि कम गर्न सक्छ।
चौथो, सामुदायिक प्रथम स्वास्थ्य प्रति कार्यकर्तालाई देशमा विद्यमान स्वास्थ्य संरचनाको राम्रो ज्ञान भएकाले गर्दा आपत विपदका बेला आवश्यक स्वास्थ्य संस्थासँग छिटो र सरल समन्वय गरी बिरामी वा घाइतेलाई समयमा स्वास्थ्य संस्थाको पहुँचमा पुर्याउन सक्छ। पाँचौँ, समुदायमा विभिन्न किसिमका घटनाहरू घटिरहेको हुन्छ। कुनै घटना महामारीको सङ्केत पनि हुन सक्छ र सामुदायिक स्तरमा यस्तो पहिचान गर्न सामुदायिक प्रथम स्वास्थ्य प्रति कार्यकर्ता सबल हुन्छन्। समयमै सही प्राथमिक उपचारले घाइतेको स्वास्थ्य लाभ प्रक्रिया छिटो, सुरक्षित र प्रभावकारी बन्छ। सिएफएचआरको जिम्मेवारी तब मात्र पुरा हुन्छ जब उनीहरूले बिरामी वा घाइतेलाई डाक्टर, नर्स, प्यारामेडिक वा अन्य उपयुक्त स्वास्थ्यकर्मीलाई सुरक्षित रूपमा हस्तान्तरण गरेका हुन्छन्। विभिन्न तथ्यहरूले देखाउँछ समयमै प्राथमिक उपचार पाएमा मृत्युदर 30 देखि 60% घटाउन सकिन्छ र नेपाल जस्तो भौगोलिक चुनौतीपूर्ण देशमा सिएफएचआर जस्ता स्थानीय नायकहरूकै कारण अस्पताल पुग्नु अघि धेरै जीवन बचाउन सकिन्छ। सामुदायिक प्रथम स्वास्थ्य प्रति कार्यकर्ता केवल तालिम प्राप्त व्यक्ति मात्र होइनन्, हाम्रो गाउँघरका जीवन रक्षक र समुदायमा सबैभन्दा पहिले पुग्ने सहयोगी हातहरू हुन्। अब स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सबै अन्य मन्त्रालयहरूलाई समेत आह्वान गर्न चाहन्छ यस सामुदायिक प्रथम स्वास्थ्य प्रति कार्यकर्ता तालिम मार्फत सुरक्षा निकायहरू, चालक जस्ता पेसागत समूहहरू, शिक्षकहरू, नगर प्रहरी, स्वयंसेवकहरू तथा अन्य समुदायमा प्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरूलाई तालिम प्रदान गरी समुदायलाई अझ बलियो र लचिलो बनाउने दिशामा साझा प्रयास गरौँ। यस प्रकारको अन्तर्मन्त्रालय सहकार्यले आपतकालीन अवस्थामा छिटो, प्रभावकारी र समन्वित प्रतिकार्य सम्भव बनाउनेछ। यदि समुदाय सङ्गठित छ, सिपयुक्त छ र उत्तरदायी छ, त्यो समुदाय सुरक्षित र मजबुत पनि छ। तपाईँ पनि आफ्नो बस्तीका लागि एक सक्षम, जिम्मेवार र प्रभावकारी सिएफएचआर बन्न सक्नुहुन्छ।